साथीहरू दक्षिण कोरियामा भर्खरै मात्रै लागू भएको E74R भिजा चाहिँ खारेज गर्नुपर्ने माग राख्दै दक्षिण कोरियाका नागरिकहरूले चाहिँ निवेदन दिएका छन्। यो E74R भिजा मार्फत चाहिँ डिपेन्डेन्ट ल्याएर पनि लिगली रूपमा चाहिँ काम गर्न पाउने भनेर चाहिँ भनिएको थियो र केही साथीहरूले अहिले E74R भिजा परिवर्तन गरि पनि राख्नु भएको छ। यो चाहिँ नेपालीले मात्रै नभएर जति विदेशीहरू हुनुहुन्छ सबैले चाहिँ यो प्रोसेस गरिराख्नु भएको पनि छ। जसलाई चाहिँ डिपेन्डेन्टमा चाहिँ आफ्नो श्रीमान अथवा श्रीमती ल्याउनको लागि चाहिँ उहाँहरू चाहनुहुन्छ, उहाँहरूले गरिराख्नु भएको छ। अब यसले गर्दाखेरि चाहिँ इपिएसबाट आउने साथीहरूलाई चाहिँ असर गर्छ जस्तो लाग्छ मलाई चाहिँ, होइन? तपाईँहरूलाई चाहिँ कस्तो लाग्छ? अब कोरिया हुने साथीहरूको लागि त यो एकदमै गोल्डन चान्स हो। तर जो नेपालमा चाहिँ अहिले पनि दुःख गरिराख्नु भएको छ आउनको लागि, उहाँहरूको लागि चाहिँ यसले केही न केही असर गर्छ नै जस्तो लाग्छ। यो खारेज हुनु ठिक हो अथवा होइन, तपाईँहरूलाई के लाग्छ? तल कमेन्ट बक्समा चाहिँ आफ्नो प्रतिक्रिया व्यक्त गरिदिनु होला है त।